नेपालका दलितहरू चाहिँ मूलभूत रूपमा अशिक्षित छन् भन्छन्, त्यो सत्य हो त? जुत्ता बनाउनु इन्जिनियरिङ हो, जो तिनीहरूले गर्छन्। कपडा सिउनु प्राविधिकको कुरा हो, त्यो तिनीहरूले गर्छन्। फलाम कति डिग्रीमा तताउनु पर्छ, पिट्नु पर्छ, त्यो कुरा तिनीहरूले गर्छन्। युरोपमा जसलाई परम्परागत वैज्ञानिक भनिन्छ, परम्परागत प्राविधिक भनिन्छ, त्यो सबै काम नेपालमा दलितले गर्छन्, तर तिनीहरूलाई अशिक्षित भनिन्छ। औपचारिक युनिभर्सिटी वा विद्यापीठ वा गुरुकुलको शिक्षाबाट त उनीहरूलाई अलग गरिएको छ, त्यो त हो, तर समग्र जीवन प्रक्रियामा उनीहरू अशिक्षित हुन् त? होइन। यो जात व्यवस्था मैले अध्ययन गर्दै जाँदा यति डरलाग्दो छ कि दक्षिण एसियाका मानिसहरू व्यापार गर्न युरोप किन गएनन् भनेर सोच्छु म कहिलेकाहीँ। किन गएनन्? अरू केही नभए पनि यसले आयुर्वेद त बेच्न सक्थ्यो, अरू केही नभए पनि यसले योगासनको विधि त बेच्न सक्थ्यो, तर यो किन गएन? किन गएन भने यो जात व्यवस्थामा सबभन्दा बढी बुद्धि हुनेले कामै गर्न हुँदैन। किन सबभन्दा बढी बुद्धि हुने हो? सबभन्दा पढ्ने ब्राह्मणले कामै गर्नु हुँदैन। जो सबभन्दा कम बुद्धि छ त्यसले व्यापार गर्नुपर्छ। त्यो वैश्यले कसरी व्यापार गर्छ? किन व्यापारी त्यो हो संसारमा जो सबभन्दा बाठो हुन्छ, रिस्क मोल्छ, अरूलाई कन्भिन्स गर्न सक्छ, त्यो मान्छेले व्यापार गर्ने हो। अब वैश्य जो अधिकारै छैन, बोल्नै जान्दैन, पढ्नै पाउँदैन, त्यसलाई व्यापारको जिम्मा दिएपछि व्यापार गर्छ त? यसले गर्दैन। युरोपमा सबैतिर फिजिक्सको विकास भयो, केमिस्ट्रीको विकास भयो, तर हामी कहाँ योगशास्त्रको विकास भयो, आयुर्वेदको विकास भयो, एस्ट्रोनोमी ज्योतिषशास्त्रको पनि विकास भयो, तर केमिस्ट्रीको किन विकास भएन? फिजिक्सको किन विकास भएन? दक्षिण एसियामै एक से एक महानतम ज्ञाता चाहिँ सन्त महात्माहरू छन् यहाँ, तर केमिस्ट्रीको विकास भएन। किनकि मेरो अध्ययनमा मैले के देखेँ भने युरोपमा, अमेरिकामा फिजिक्समा, यो केमिस्ट्रीमा विकास कसरी भएछ त भने परम्परादेखि पाउँदै आएको ज्ञान र आधुनिक शिक्षा प्रणालीको फ्युजनबाट हुने रहेछ। त्यो त परम्परादेखि फलाम गाल्दै आएकोलाई युनिभर्सिटीमा पढ्न जान नदिने, युनिभर्सिटीमा पढ्ने मान्छेले फलाम गाल्न नआउने, विकास कसरी हुन्छ? सम्भव थिएन यो। त्यसकारणले धेरै कुरामा यो जात व्यवस्था यति बाधक, यो वर्ण व्यवस्था यति धेरै डरलाग्दो देखियो कि अब केही साथीहरू यस्ता पनि छन्, हाम्रा केही विद्वानहरू, त्यो त इतिहासको आवश्यकता थियो होइन? त्यसो भने त महिला उत्पीडन पनि आवश्यकता थियो, आवश्यकता त थियो नि, तर त्यो अत्याचारी पुरुषको आवश्यकता थियो। भने जस्तै वर्ण व्यवस्था आवश्यकता थियो, काम नगरी खाने त्यति बेलाका शासकको निम्ति पो आवश्यकता थियो त? काम गरी खाने मान्छेको आवश्यकता थिएन त्यो त? आवश्यकताको सिद्धान्तले हेर्नेहरू एक थरी त्यस्ता छन्। अर्को थरी के बुझ्छन् भने यो चाहिँ सामान्य समस्या हो, यो सांस्कृतिक समस्या मात्रै हो, यो अरू कुराको समस्या होइन भनेर जे बुझ्ने चलन छ, यो कुरा गलत छ मेरो विचारमा। किनकि यो आर्थिक समस्या नै हो, यो राजनीतिक समस्या नै हो। मैले भने नि सौन्दर्य मूल्यले महत्त्वपूर्ण भूमिका खेलेर मान्छे देख्ने बित्तिकै यो जातको भन्ने बित्तिकै नराम्रो लागिहाल्छ। हो गर्ने के, यो जातको भन्ने बित्तिकै नराम्रो लाग्छ, त्यसको बुद्धि कम छ जस्तो लागिहाल्छ, लाग्न थालिहाल्छ। अनि धेरै मानिसहरूलाई के परेको छ भने छुवाछुत भेदभाव भनेको चाहिँ सांस्कृतिक र चाहिँ यो भावनात्मक रूपले मान्छेलाई अमानवीय बनाउने समस्या हो भन्ने परेको छ। तर मेरो थप कुरा के छ भने छुवाछुत भेदभावको राजनैतिक सारतत्वमाथि हाम्रो छलफल कम भयो। सांस्कृतिक कुरा त भयो, यसले मान्छेलाई हेप्यो, अपमान गर्यो, अपमानित गर्यो, मान्छे ठानेन, त्यो त सत्य नै भइहाल्यो। तर यसको राजनैतिक सारतत्व चाहिँ मैले के देखेँ भने छुवाछुतले श्रमजीवीहरूको बिचमा फुट पार्छ, यति धेरै फुट पार्छ कि त्यसले एकचोटि फुट पारेपछि त्यो निरन्तर त्यो ज्योमेट्रिकल भन्छ नि, त्यो ज्यामितीय गतिमा त्यसले फुट पार्दै जान्छ, फाड्दै जान्छ। अब मैले त्यस्ता कमिटीका मिटिङहरू समेत भोगेको छु जहाँ कम्युनिस्ट पार्टीको परिपत्र एकजना भित्र एकजना बाहिर बसेर पढ्ने स्थिति पनि थियो। कसरी एकता हुन्छ? अब भित्र जानु भएन कि त दलितको घर वा चाहिँ गोठमा मिटिङ बस्नु पर्यो। अब अर्को घरमा मिटिङ बस्दा त ढोकाभित्र ढोका बाहिर आफू बसेर चाहिँ परिपत्र पढेपछि के को वर्गीय एकता हुन्छ? यहाँ हुँदैन नि। भनेपछि यसले यसको राजनैतिक सारतत्व चाहिँ के रहेछ त भने यसले अनन्त फुट पार्ने रहेछ मानिसहरूको बिचमा, अनन्त फुट, यति धेरै फुट कि कयौँ चाहिँ हाम्रो अस्ति गिरिजीले नै भन्नुहुन्थ्यो नि होइन, दलितहरूको बिचमा यति ठुलो भेदभाव छ कि त्यो हल नगरिकन अरूसँग अधिकार खोज्नुहुन्छ भनिदिन्छन्। फेरि एक थरी स्वाभाविक रूपमा बाबुआमाले गल्ती गर्छ भने त बच्चाले त्योभन्दा ठुलो गल्ती गर्छ नि। भने जस्तै
सभ्य भनिएका शासक भनिएकाहरूले चाहिँ विभेद पार्दै गइसकेपछि त अनि पिँधमा पुगेका दलितहरूमा फुट नहुने त कुरै भएन, झन् त्योभन्दा गहिरो फुट्छ। किन दासहरूमा नै दास मनोवृत्ति बढी हुन्छ भनेर जो केहीले भन्छन्, त्यो त सोच त छँदैछ। त्यो भनेपछि यो त्यसकारणले यो सामान्यतः हामी कहाँ जो 70 वर्ष लाग्यो मैले भने, युनिभर्सिटीको सानो एउटा विषय बन्नको निम्ति पनि यो 70 वर्ष लाग्यो मैले भने। यो राजनैतिक आन्दोलनदेखि सबै ठाउँमा यही छ। एकचोटि मैले मेरो पार्टीका अध्यक्ष प्रचण्डलाई के भने यस्तै ठुलै सभामा हामी कहाँ कस्तो भयो भने गाउँघरमा हामी चाहिँ पहिला मासु कम खाने चलन भएको बेलामा 1 धार्नी भन्थे, 1 धार्नी 2 धार्नी मासु लिएर आयो भने सबभन्दा पहिले बुढो मान्छेको दाँत कस्तो छ त्यो अनुसार पकाउने चलन हुन्थ्यो। अनि बच्चाले चाहिँ पिरो खान सक्दैन भनेर उसलाई छुट्टै पकाइदिने वा पहिले निकालिदिने हुन्थ्यो र पहिला ख्याल त्यसको गरिन्थ्यो। तर हामी कहाँ के यहाँ अहिले हाम्रो राजनीतिक व्यवस्थामा पार्टीमा सबै ठाउँ के हुने भयो त भने सबभन्दा बलियोलाई सबभन्दा पहिले मन्त्री बनाउने अनि त्यसपछि खाली ठाउँमा अरूलाई पाल्ने। यो उल्टो भयो, यो उल्टो भयो। सबभन्दा पहिले पिँधमा परेको छ त्यसको भाग छुट्याउनु पर्यो। हाम्रो लोकजीवनले सिकाएको त हामीलाई यही हो नि त, होइन? त्यसको भाग सबभन्दा पहिले मधेसको दलितलाई छुट्याउनु पर्यो भाग। त्यसमा पनि महिला पर्छ भने मधेसको दलितको महिला त्यसलाई छुट्याउनु पर्यो भाग। त्यसपछि आउने होला पहाडको दलितको पालो इत्यादि। मैले यसरी भनेको थिएँ भन्दाखेरि अब राजनीतिक नेताहरूले कसरी कुरा गर्छन् थाहा चाहिँ छ, होइन? त्यो मैले भनिराख्नु पर्यो। मैले बाई द वे मात्रै सुनाएको, हुन्छ सबैले भन्ने भइहाल्यो, गर्ने कोही होइन, गर्ने त कोही पनि होइन। हुँदा त अहिले यस्तो हुन थाल्यो नेपाली समाजमा कि महिलाहरूलाई मन्त्रीमण्डलमा नलाँदाखेरि पुरुषहरूलाई लाजै नलाग्छ, होइन? मानवाधिकार आयोग बन्ने, मानवाधिकार आयोगमा को छ भन्नुहोस् त? अहिले गएका व्यक्तिहरू खराब छन् भने होइन नि, गएका व्यक्तिहरू योगदानै गएका छन्। तर मानवाधिकार आयोगमा जम्मा 20% मान्छेको पनि प्रतिनिधित्व नगर्ने मान्छेहरू छन् समुदायको कोणबाट। तिनले कसरी मानवाधिकारको कुरा गर्छ? जतिसुकै महान मान्छे गए पनि, म तपाईँलाई सानो उदाहरण राखेर म अब सक्नेतिर जान्छु। यसको महत्त्व मात्रै मैले थोरै गर्न खोजेको, लामो भन्दिनँ। म संविधान सभामा 4 वर्ष बसेँ। त्यो गएको संविधान सभामा संहिताको बारेमा बडा विद्वान भएर हिँडियो, गफ गरियो, होइन? किताब लेखियो, के मात्रै गरिएन। सबै त आफै त जान्ने हुन्थ्यो हामी सबै, म चाहिँ अरूलाई त के भन्नु। एक दिन चाहिँ मेरो पार्टीको एकजना माझी सभासदले 3 मिनट बोल्न पाउनुभयो, किन त्यहाँ पद अनुसार समय दिने हो। उनी सामान्य सदस्य 3 मिनट दिए। हामी 4 वर्षसम्म के भन्थ्यौँ त भने हामीले 2 थरी चाहिँ सिमाना बनाउनु पर्छ, एउटा पानी ढलोलाई बनाउनु पर्छ, एउटा नदीलाई बनाउनु पर्छ भनेर भन्दै आयौँ। ती माझी सभासदले गएर मञ्चमा 3 मिनटमा 1.5 मिनट पनि बोलेनन्। तिनले के भन्नुभयो त उहाँले भने अरू सबै कुरा तपाईँहरू के गर्ने हो संहितामा गर्नुहोस्, तर माझी बस्ती भएको ठाउँमा चाहिँ नदीलाई सिमाना नबनाइदिनुहोस्, किन मेरो त माइलो भाइ पारी हुन्छ, म यता हुन्छु, होइन? अब बोलाएको सुनिन्छ तर हामी त अर्कै प्रदेशमा पर्छौँ। त्यो दिनदेखि मलाई के थाहा भयो भनेदेखि यो साँच्चै परेको मान्छेले बोल्नु र पर बसेर अध्ययन गरेर बोल्नु भने चाहिँ धेरै नै फरक कुरा रहेछ। त्यसकारण मैले यो के सन्दर्भमा भने त भने दलितहरूले आफ्नो थर लेखे भने धेरै मान्छेलाई के परेको छ अहिले पनि, दलितको पक्षमा बोल्नेहरूलाई, नपक्षमा बोल्नेलाई त रिस उठ्ने भइहाल्यो, पक्षमा बोल्नेलाई के परेको छ भने यसले आफ्नो जात ढाँट्यो भन्ने परेको छ। मेरो थर दुलाल हो, मैले ढाँटेर लेखाए नि होइन। दैलेखको दुल्लुबाट हिँडेकाहरू सबै दुलाल हो, छेत्री पनि दुलाल हो, जैसी पनि दुलाल हो, होइन? त्यहाँबाट हिँडेका त्यसरी बनाइएका हुन् तिनीहरू, मैले ढाँटेको होइन। मलाई 1 कक्षामा भर्ती हुँदाखेरि मेरो थर मिजार थियो। 36 सालको आन्दोलनले जो जागरण ल्यायो त्यसपछि मेरो दाइले गएर स्कुलको कापी नै च्यातेर दुलाल थर लेखेपछि हेडमास्टरले मान्या हुन्, होइन? अब समस्या के छ यहाँ भने पहाडका धेरै जसो दलितहरूको थर चाहिँ गैर दलितसँग मिल्छ। एउटै पुस्ता हो त्यो, एउटै कुरो हो त्यो। अछामबाट हिँडेको जो हिँड्यो नि त अछामी भयो, जात पनि छुट्टै कुरा हो। तर त्यो किन थाहा भएन त अरूलाई भन्दाखेरि लेख्न दिएनन्, राणाले नि दिएन, पञ्चायतले नै दिएन। लेख्न नदिसकेपछि उनीहरूले कि त जातै लेखे। म एकजनाले भन्दै, एकजना ठकुरी साथीले भन्नुहुन्थ्यो तपाईँले चाहिँ सार्की नलेखिकन, कामी नलेखिकन दुलाल किन लेखेको? अनि मैले भने तपाईँको थर के हो? मेरो चन्द हो, तपाईँले ठकुरी किन नलेखेको? सबै चन्ददेखि हमालदेखि सबैले ठकुरी लेख्नु पर्यो नि त।
हैन। यहाँ वरपर खगेन्द्र सङ्ग्रौलाले लेख्नु भएन नि त, खगेन्द्र बाहुन लेख्नु पर्यो। अब गैर दलितलाई चाहिँ जात लेख्नु नपर्ने, लेख्ने हुने नलेख्ने हुने, दलितले चाहिँ जातै लेख्नुपर्ने भने त्यो त पञ्चायतले सिकाएको कुरा हो। त्यस कारण यहाँ दलितको पक्षमा बोल्नेहरू पनि अनभिज्ञ भइदिए, जसको कारणले धेरै ठुलो समस्या अहिले पनि छ। त्यसो मेरो विनम्रतापूर्वक अब धेरै लामो मैले यहाँ एकदम गाह्रो भएको छ, आज साथीहरूलाई मलाई थाहा छ। मैले आजको यो छलफलमा मैले दुईटा कुरा भन्न चाहन्छु अन्तिममा। त्यो के त भने कमसेकम यो विषय अब साहित्य लेख्ने विषय अलिअलि बन्न थाल्यो, पत्रकारले पनि यो पनि विषय हो भन्ने दिन पनि बल्ल सुरु भयो हैन। र हुँदा हुँदा के पनि मान्छेलाई लाग्न थाल्यो भने दलितहरूभित्र पनि अलिक बुद्धिधा पनि आउन थालेछन् क्यारे मान्छे भन्ने नि पर्न थालेको छ अलिअलि हैन। तर मेरो कुरा के छ भन्दाखेरि यो विषयलाई हामी सब यहाँ त धेरै नै अध्ययन गर्ने साथीहरू हुनुहुन्छ, रिडर्स झापा भनिसकेपछि अध्ययन गर्ने हामी सबै यो त मलाई विचित्र पनि लागेको छ। यहाँ एउटा उत्सव जस्तो सबैले मनाइराखेको देखेर सबै जिल्लामा यस्तो हुन सके त धेरै नै फरक हुन्छ जस्तो लाग्छ मलाई। तैपनि जो आइराखेका छौँ यो विषय पनि नेपाली समाजलाई बुझ्नका निम्ति चाहिँ यो विषयबाट पनि हेर्न सक्यो भने मात्रै नेपाली समाजलाई राम्रोसँग बुझिन्छ भन्ने कुरा मात्रै मनमा हामीले पार्न सक्यौँ भने मलाई लाग्छ रविन्द्र मिश्रले नै लेख्न थाल्नुहुन्छ। त्यसपछि यो विषयमा बेलायत बसेर धेरै लेख्नुभयो, अब यो विषयमा लेख्नु पऱ्यो नि। अब किन दुई चारजना मान्छेले लेखेपछि फरक पर्ने रहेछ। हो मैले हिजो पनि भनेको थिएँ, उत्पीडक समुदायका प्रगतिशील हिस्साले उत्पीडितहरूको बारेमा बोल्न नथाल्ने हो भने त मिल्दैन कुरा त। मैले बोलेको भन्दा अझै 10 वर्षसम्म खगेन्द्र सङ्ग्रौलाले बोलेको कुरा नै धेरै बिग्छ। बाहुनै भएको हुनाले पनि 10 नम्बर थपिन्छ उहाँको कुरामा, थपिन्छ। त्यो नियम हो, त्यो कुनै अत्याचारको कुरा होइन, त्यो नियम हो। त्यो पुरुषै भएको कारणले 10 नम्बर थपिन्छ महिलाले भन्दा के गर्ने। अब हजारौं वर्षले त्यस्तो बनाइदिएको छ। त्यस कारणले यो विषय पनि समाज परिवर्तनको सन्दर्भमा चाहिँ नछुटाइकन राख्नुपर्ने विषय हो भन्नेतिर हामी सबैको ध्यान गयो भने हामी सबैलाई खुसी लाग्छ भन्ने लाग्छ। मैले सकेँ, धन्यवाद।